पुरानाहरूको नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी एके नेकपा यिनीहरूले एउटा न्यारेसन बजारमा फैलाइरहेका छन् के। कस्तो खालको न्यारेसन भने घर बनाउनलाई पुरानो अनुभवी डकर्मी चाहियो, कपडा सिलाउनलाई पुरानो अनुभवी कर्मी चाहियो, खाना बनाउनलाई अनुभवी सेफ चाहियो, अफिसमा काम गर्दा जाहिर गर्दा अनुभवी चाहियो। यो पनि ठिक हो, तिनीको न्यारेसन यो पनि ठिक हो, तर गलत कहाँ गएर हुन्छ? यिनीहरूले भन्नु खोजेको कुरा कहाँनिर गएर मिल्दैन भने म तपाईँलाई भन्छु। जबकि एउटा डकर्मीलाई घर बनाउन दिइरहनु भएको छ, घर बनाइरहेको छ, गाउँभरिकै घर बनायो, तर प्रत्येक घर जति घर बनायो त्यति घर बिग्रियो। एउटा सिकर्मीले जतिवटा कपडा सिलायो त्यो काहीँ न काहीँ कमी निस्किरह्यो, बिग्रिरह्यो भने अब त्यसैलाई दिने कि नयाँलाई ल्याउने? परिभाषा या अवधारणाहरू परम्परागत र आधुनिक गरेर दुई खालको हुन्छ। हेर्नुहोस्, अनुभवी चाहियो त्यो परम्परागत हो, राम्रो गर्न सक्ने, पढेको, जान्न खोज्ने र नयाँ डेलिभरी दिन सक्ने, नयाँ डिजाइन दिन सक्ने, त्यो आधुनिक धारणा हो। अब तपाईँ नयाँ डिजाइनको लगाउने हो कि त्यो पुरानै बिगारिराख्ने 35 वर्षदेखि बिगारिराख्नेले भोट दिने हो? भनेको सुन्छु मान्छेहरू डेभलप हुँदै जान्छ क्या। हामी कहाँ डेभलप भयौँ? काङ्ग्रेसले आफू डेभलप भएँ है भनेर देखाउन कोसिस चाहिँ गर्यो। म तपाईँलाई भन्छु नि कसरी। काङ्ग्रेसको तपाईँ घरमा पानी त अवश्य आउँछ, धारा छ, धाराबाट फोहोर पानी आयो भनेर धाराको टुटी चेन्ज गरेर घरको धारामा सफा पानी आउँछ त? आउँदैन नि। अवश्य त्यो पानी चाहिँ ढलबाट आइरहेको छ नि, टुटी फेरेर हुन्छ। काङ्ग्रेसमा त्यही टुटी फेरेको। नेकपा यामले न्याकपा यामले भन्छु म त उनीहरूको त न टुटी फेर्यो न त्यो टुटीलाई चम्काउने प्रयास गर्यो न मुहान सफा गर्ने काम गर्यो। अर्को 10 वर्ष जनयुद्ध नामक हिंसा बढाएको पार्टी अहिले जो उनीहरूको पार्टी नै रहेन, अलग्गै रह्यो। खिचडी प्राय चाहिँ उनीहरूको बारे कुरै नगरौँ, मार्केटमै छैन जस्तो लाग्छ। राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ अहिले त्यो पार्टी भइरहेको छ। दाँत हुन्छ नि हाम्रो 32वटा दाँत हुन्छ, कसैको 28वटा, कसैको 30वटा हुन्छ। तर बच्चाको चाहिँ 6-7 वर्ष 7-8 वर्ष पुग्न थालेपछि दाँत चाहिँ किरा लगाएर झर्छ, चकलेट खाएर या उखाल्नु पर्ने हुन्छ। या 10-12 वर्ष पुगेपछि दाँत सबैको झर्छ नि, एक टाइम सबै दाँत झर्छ पलाएको म्याक्सिमम दाँत जति। जब यो दाँत झर्ने त्यसको टाइम पुगेको हुन्छ नि, हल्लाउँदा आरामले हल्लिन्छ क्या। त्यो दाँत निस्किँदैन, तर हल्लिन्छ, आरामले निस्किहाल्छ, आफै निकाल्न सकिन्छ जस्तो लाग्छ। तर त्यो दाँत उखाल्नको लागि डेन्टिस्ट कहाँ जानुपर्छ? डेन्टिस्टले पनि त्यति सजिलै गरेर उखाल्न सक्दैन, किनभने यो हल्लेको दाँतहरू दुईपट्टि साइडको दाँतले सपोर्ट गरिरहेको हुन्छ। त्यो परम्परागत धारणामा सपोर्ट एकअर्कालाई गरिरहेको हुन्छ। तिनीहरू दाँतहरूलाई के राख्छन्? यो दाँतले यो मुखको सिस्टम हामीले चलाउने हामीले मात्रै अब, यहाँ कोही आउनु पाउँदैन भन्छ। तर जब टाइम पुग्छ दाँत डेन्टिस्ट कहाँ गएर उखालिन्छ। र त्यो डेन्टिस्ट हामी मताधिकारवाला, हामी मतवाला, हामी जनतावाला हो। तर केही प्रो राजसभाहरू पनि देख्छु जसले चाहिँ राम्रो भन्दा नराम्रोतिर पनि लागिरहेको देख्छु। राजसभाहरू प्रो राजसभा हुन् त, त्यो प्रो राजसभाहरू आएकोहरू पनि त्यही एमाले काङ्ग्रेसहरूदेखि नै आएकोहरू हो। दाँत पलाउँदा एउटै शरीर देखियो। त्यस्तो त तपाईँले के चाहिँ सोच्नु पर्यो भने परिवर्तन हुँदैछ, नयाँ आउँछ, पढेको विज्ञ आउँछ, छुरा दाँत भएर आउँछ, यहाँ आउँदैन। तल के कुरा छ? 35 वर्षमा हामीले एउटैलाई झेलिराख्यौँ भने अब नयाँ झेल्नलाई के चाहिँ बाँकी रह्यो त? केही साथीहरू हामी प्रयोगशाला हो, होइन हामी प्रयोगशालाको मुसा होइन त। तर हामी आफै चाहिँ नलाग्ने भने यो प्रयोगशालाबाट कहिले विज्ञानको माथि आकाश चुम्छ त? तपाईँलाई थाहा छ नि, डाइस खेल्दा तपाईँले दाउ बदलिनु भएन भने, एउटै मात्रै दाउमा बसिरहनु भने त्यो परेन भनेर अब पर्छ भनेर कहिले नपर्नु सक्छ नि। चेन्ज गराउनु पर्न पनि सक्छ नि। त्यहाँ नपर्ने कुरा त्यहाँ परेन भने तपाईँलाई कन्से दुःख भयो त? हामी प्रयोगशालै भयो अरे। तर दाउ बदलिनुपर्छ।
योचोटि मैले चाहिँ दाउ बदलिने गएँ सोचेको छु राजसभामा घन्टीमा। तपाईँले दाउ बदलिने नबदलिने, तपाईँ पुरानैमा ढुकेर बस्ने, तपाईँ परम्परागत अवधारणामै चलिरहने या नयाँमा आउने, यो तपाईँको स्वविवेकको कुरा हो। तर दाउ बदलेर ठुलै दाउ आयो भने, डाइसमा लङ्गुर बिचामा चौरेल पचरेल पऱ्यो भने, या डबलै पऱ्यो भने पनि बेस्ट भयो नि। छक्का दाउ पर्नुभन्दा डबल दाउ पर्नु धेरै राम्रो होइन र? सोच्नुहोस्। मत दिनु अगाडि मत दिनु धेरै छैन, त्यही पनि यहाँ खेल भइरहेको छ। कसरी निर्वाचनमा हार्ने, नकाबधारीहरू झन्डा जलाइरहेका छन्, नकाबधारीहरू राजाको पूर्व राजाको शिरमाथि चढिरहेका छन्। अनि हामीले च्यानमा लगेर छोडेको राजाहरू भनेर भनिएका राजाहरू पनि बोलिरहेका छन्। विवेक प्रयोग गर्नुहोस्। मतको अधिकार ठिकसँग प्रयोग गर्नुहोस्। अधिकार माग्न लागि दिमाग चाहिन्छ। त्यसमा दिमाग प्रयोग गरेर मत प्रयोग गर्नुहोस्। जय नेपाल, नमस्ते।